So hey guys, welcome to my new vlog. I hope तपाईहरु सबै सन्चै हुनुहुन्छ होला। म पनि यता सन्चै आरामै छु। म चाहिँ अहिले जंगलमा आएको छु। जंगलमा घाँस काट्न आउनु फेरि एक्लै फेरि कहाँ एक्लै आउन सक्म यस्तो जंगलमा। अर्को पनि छु म र भाइ आम त्यो घाँस काट्न आएको। बाख्रालाई त अनि बाख्रालाई घाँस काट्न आम। ठीक छ। बाख्रालाई घाँस काट्नुपर्छ, वन जंगल घुम्नुपर्छ। अनि भन्नुस् उताको यता त फेरि यस्तो दामी मौसम छ। यता मौसम पनि त्यस्तै छ, मान्छेको हाल खबर पनि त्यस्तै छ। रुगा लाग्छ मौसम हेर्नुहोस् यस्तो दामी छ, भैँसी चरिरहेछन्। यस्तो दामी मौसम छ। अनि यस्तो मौसममा यस्तो राम्रो अरे यस्तो नराम्रो मान्छे कोही सोच्छ। राम्रै छु, राम्रो त नराम्रो यो छ अलि राम्रो हैन। ह्यान्डसम कपाल हेर्नु यस्तो बबल कपाल खोज्छ। हजुर शाहरुख खानलाई त टक्कर दिनु जस्तो छ कपाल। कपाल त पालेको छ, अब कट्छ होला, स्कुलमा लाग्न लागिसकेछ। अनि अब होमवर्क त लेखाउला नि के लेखेको छैन हो। 11 भोलि त अनि 11 गते अब भोलिदेखि स्कुल सुरु भयो। अनि म सबै गर्छु नि आफ्नो एक्लै। मैले कहिले गर्नु दिन्न नि, म सबै होमवर्क आफ्नो आफै गर्छु हैन। त्यही यता अझै त जानेन घर। एकछिन घाँस खोज्ने, घाँस त एकैछिन भेटिहाल्छ। त्यही पनि बेलौतीको रुख हेर्न आएको। अम्बा जाम एकछिन उता घुमेर घुम्नुपर्छ। वन जङ्गल घुमेपछि अलि दिमाग पनि फ्रेस हुन्छ, तनाव पनि हुन्न त्यस्तो। त्यही हो। अनि एउटा कुरा त भन्न बिर्सेँ, लाइक सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु। ओके, लाइक सब्सक्राइब त आफ्नो गर्ने कर्तव्य नै हो तपाईहरुको हैन। लाइक सब्सक्राइब गर्नुपर्छ। कहीँ बेलुती भेटिन्न तपाईँले आफ्नो कर्तव्य बिर्से इतिहासले धिर्काउने छ। प्लस सहितको प्यारा लासले पनि धिर्काउने छ। अनि धरतीले लासले मुख छोप्ने छ। कहाँ सब्सक्राइबमा फेरि देशको आएको फेरि। अब सब्सक्राइबमा देशको पनि आउने हल्का ठुलो महत्त्वपूर्ण, अनि हामी पनि देशकै मान्छे हो नि। हामी देशको नागरिक हौँ। अनि देशको नागरिकले सब्सक्राइब नगरेर कहाँ गर्न त पर्छ हैन। त्यही हो नि। बेलौती असल त कराउँदै नि फलेछ। हेर्नुहोस् कति धेरै कराउँदै बसन् मिनी खुट्टा दुख्यो। घाँस काट्न आइम के हो, घाँस काट्ने हो। ठिक छ। त्यही अनि यतानको भ्यू हेर्नु यस्तो बबाल छ नि। आफ्नै गाउँको वन नचिन्ने, आफ्नै घर पछिको वन नचिन्ने। हाम्रो घर पछि नै वन जङ्गल छ नि। बाटो त अझै उता होला। सबैभन्दा एक हाम्रो घरको काट्टी नै छ वन। हाम्रो घरको पछाडि चाहिँ वन छ। हाम्रो घरको पछाडि वन छ। अनि यहाँ हामी जङ्गलमा छौँ भने यो जङ्गलको पछाडि फेरि हाम्रो घर छ। त्यही हो। सजिलै नै छ जे होस्, घाँस काट्नको लागि सर्टकट। त्यही हो नि। दसैँ सको, तिहार सको, स्कुल आएको। हामी कुन बाटोमा? इलौडे बाटो। हेर्नुहोस् इलौडे, नाम नै इलौडे बाटै। कस्तो दामी छ। खाइदिनु जस्तो नुन सुन हालेर अलिअलि बेसर लाएर उसमा अझ तेलमा त गैलीकल्चर किने अहिले सार्वजनिक होला। त्यो काट्दिउँ न, बाटोमा पुग्यौँ। काट्दिउँ कि काट्दिउँ। चढ्नु सक्छ यो काट्ने कि अर्को काट्ने केही नै। कहाँको बाटोमा आयौँ? ए यहाँ आइगयौँ। जाम फेरि बिर्सादेखि त नजिकै पर्छ नि। जान्दैछ फेरि त्यो बाटोको माहौल हेरौँ न। साइडमा के गर्छ। अनि वन घुम्दा बाटोमा निस्कियौँ।
तर म पहिला यहीँ 8 क्लासमा पढ्दाखेरि अहिले त बाहिर बसेर पढ्छु अहिले यहीँ पहिला घरमा पढ यही बाटो हो क्या लास्टै याद आउँछ नि यही बाटोमा चल्दै स्कुल जाने बाटो नि यही थियो नि यहाँ पानी परेको बेला चाहिँ त्यहाँ त्यहीमा चाहिँ हो कि मेड्डी सम्हालेर हिँड्ने धोती सोती लाएर अब पानी तिमी परेको बेला धोती कहाँ होला पोइन्ट ऊ अम्बाहरू पनि छ क्या अम्बा जमिन यस्तो जाम अब कि बनै बन्छ नि बनै बन्छ वनको माहौल राम्रो हुन्छ एकछिन बनाउँदै म त्यही अनि भन्दै र त्यही त हो अब तपाईँलाई थाहा छ होला हामी घाँसी काट्न आम त्यही हो अब यो जे होस् राम्रो नै भइरहेछ मजा आइरहेछ जे होस् स्वच्छ हावा पानी लिन पछाडि चाहिँ यता बक्स रहेछ क्या के बक्स भन्छ दिमागमै आएको त्यही त फेरि यहाँ हाम्रो बिर्सामा अम्बाको बोट धेरै छ यो पनि अम्बाको बोट हो यहाँ यी चारैतिर अम्बाको बोट मात्रै छ अम्बाको बोट चाहिँ यसमा धेरै छ जस अम्बाको सिजन आएपछि चाहिँ अम्बाको कमै हुन्न फेरि हाम्रो गाउँमा त्यही त हो अब त्यही हो हाम्रो दाइ आइराख्नु भएको छ तल हेरेर आउनु होला हल्का हाम्रो दाइ आइराख्नु भएको छ बाटो फेरि माहौल खतम छ के यो खाल्टा खाल्टी जस्तो मात्रै छ हाम्रो दाइको चाहिँ पुरो लारहेछ क्या पोइन्टमा म चाहिँ कच्छा लाएर आछु अब दाइले क्यामेरा पकाउनु हुन्छ त्यही हो नि लास्टै सास पर्छ यो उकालो ओह्रालो वन वन भनेको उकालो ओह्रालो हावा चरा चुरुङ्गी पहाड अनि रुख बिरुवा त्यस्तैले त बनेको हुन्छ अनि त्यही खानलाई त दाउरा बोकेर हिँड्दिनँ भट्टीको मुढा भेट्टीको लग्ने क्या लग्दैन फेरि कोहीले सताएर राख्यो होला यही हो लग्ने भाइ यस्तो कुहिएको लग्लानु त अरूले फेरि बोक्न सकिन्छ कि नै ए एक्लै सक्छस् कोहीले त यहाँ ट्राई गरेँ एक्लै सक्छस् यी हाम्रो पलवान हेर्नुहोस् ल जय भोले जाम घाँस खोज्न आएको दाउरा भेट्यो भन्छ नि ढुङ्गा खोज्दा देउटा भेटिन्छ यो देउता हो यस्तो यस्तो नि देउता हुन्छ हामी गाउँमा बस्नेको लागि त देउटा चाहिँ हो एलपिजी ग्यास हुन्न आगैमा खुर्बाले के खस्यो भन्नु भयो होला हेर्नुहोस् दाउरा कि नसकेर लास्टै बिजायो होइन जाम फेरि बोकेर हिँड्यो घाँस लगाऊँ यार घाँस उतै काट्नुमा कि त्यो चिरामा जेङ्गट छ जेङ्गट ल ल काटौँला यता त भलक बनाउन आएको हामी जङ्गलमा गर्नु कस्तो यार यो कसले घटाउँछ फेरि ठिक छ यता बेलौतीको बुटा छन् तर एउटा फलेको छैन के पारिदिनु मलाई
हँ आधी बारसम्म त बोक आधी बारसम्म म बोक्छु नि अझै त्यो कि रुख त रुख के अड्किन होइन यो एटिट्युड रुखे 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 काट्नु मिल्दैन काट्ने होइन कि अड्काउने अहिले पातलोतिर बोक मलाई उठाइदिए पहिला यो दाग लाग्छ दाग लाग्छ एक्लै सक्छ से एक्लै सक्छ हातमा यस्तो झुन्ना उठा जस्तो गरेर लाउ न दाबो बेला दाब्दैन झ्याप्पै सेन्टर यहाँ पर्ने रहेछ किनबाट यो आफसेप मधुरो हुनु क्यामेरा पनि घटिया ओइ मधुरो देखेछ कि कस्तो देखेछ त कोही सताएर राखेर म्याच देखिसक्यो फेरि अहिले मेहनत हाम्रो खेर म्याच बोकेर लग्यो कस्तो मधुरो देखेछ कि सफा देखेछ कालो अरू पनि आइरहेको छ नि एकछिन जाऊँ हिँड्ने छिटो जाममा उतै केटीहरू रहेछ नि केटी देखेपछि त फेरि कुटाको बोका नि उठिहाल्छ त मेलामा चाहिँ डह्रो रमाइलो भयो लगभग बिहानसम्म यता हेर्नु न बिहान लगभग भैले खेले 2-3 दिनसम्म बिहानसम्म अहिले यो खेले यता न पिम्पल हेर्नु त डन्डी भयो यस्तो फेस बिग्रेछ कम सफा छैन मोबाइल अनि म फेरि पहिला पनि सफा नै छु तँ त फेरि पहिला पनि सफा कतै पनि जान्न त्यो पढाइमै हो अलि मै जाऊँ अलि तर ध्यान त पढाइमै छ पढाइ र दुईतिर छ दुईतिर उयो छ यसको चाहिँ त्यो पनि केही छैन केटो ठिकै छ पढाइमा इङ्ग्लिस सोधिदिउँ त फेरि इङ्ग्लिस त फेरि खत्रै छ नि हराइयो त म्याच चाहिँ हेर्न लागेको कसले अहिलेखेरि